मैले जिन्दगीमा देखेको भोगेको अनुभव गरेका 3 किसिमका मान्छेहरूको हजुरहरूलाई म यहाँ सानो परिचय दिन चाहन्छु है, इन्ट्रोडक्सन गर्न चाहन्छु। सायद तपाईहरुले नि यस्ता देख्नु भएको होला हैन। पहिलो नम्बरमा चाहिँ कस्तो मान्छेहरू भन्दाखेरि अग्रगामी, प्रोग्रेसिभ, आफ्नो कम्फोर्ट जोनबाट अगाडि निक्लेर जहिले नि जिन्दगीमा समस्यासँग जुधेर, च्यालेन्ज चुनौतीसँग, अवसरसँग जुधेर जहिले नि अगाडि बढ्न खोज्ने मान्छेहरू। यस्ता मान्छेहरू चाहिँ जहिले पनि समस्यालाई पन्छाएर राख्दैनन्, ती समस्यासँग भिड्छन् र अगाडि बढ्छन्। यस्ता मान्छेलाई अग्रगामी, प्रोग्रेसिभ मान्छेहरू भनिन्छ हैन। र दोस्रो मान्छेहरू, दोस्रो किसिमका मान्छेहरू, दोस्रो प्रकारका मान्छेहरू भनेका पक्षगामी, मतलब रिग्रेसिभ, समस्यासँग जुझ्न नचाहने, समस्यालाई फाक फाक बनाएर राख्ने, पछाडितिर भाग्ने, चुनौतीसँग फेस नगर्ने, यस्ता मान्छेलाई पक्षगामी मान्छेहरू भने। आफ्नो कम्फोर्ट जोनबाट बाहिर निक्लिनै नचाहने, रिस्क लिनै नचाहने हैन, यस्ता मान्छेलाई रिग्रेसिभ मान्छे, पक्षगामी किसिमका मान्छेहरू भनियो। अब थर्ड किसिमको, तेस्रो किसिमको भनेको यी दुईटैको बीचको मान्छेहरू, जसलाई न्युट्रल, तटस्थ, सधैँ आफ्नै यथास्थितिमा रमाइराख्ने मान्छेहरू, आफ्नो कम्फोर्ट जोनबाट बाहिर निक्लिन नचाहने, रिस्क लिन नचाहने, पक्षगामी भन्दा पनि खतरनाक मान्छेहरू, न्युट्रल मान्छेहरू, तटस्थ मान्छेहरू। थाहा पाउनुभयो त हजुरहरूले 3 प्रकारका मान्छेहरू। अब यी 3 प्रकारका मान्छेहरू थाहा पाएर विचार गर्नुस् तपाईहरु कुन प्रकारकोमा पर्नुहुन्छ र कस्तो खालका मान्छे हुनु पर्दछ जिन्दगीमा सफलतातिर बढ्नको लागि। कस्तो खालका मान्छे भएर जिन्दगीमा जहिले पनि सफल भएर अगाडि बढ्न सकिन्छ, विचार गर्नुस् है। यो भिडियोलाई यदि राम्रो लाग्यो भने हजुरहरूले लाइक गरिदिनु होला, शेयर गरिदिनु होला, सँगसँगै कमेन्ट पनि लेखिदिनु होला भन्ने आदरपूर्वक हजुरसँग अनुरोध गर्दछु। Thank you for watching. Oh, thank you so much.